नमस्कार। मृगौला प्रत्यारोपणबारे संक्षिप्तमा केही जानकारी दिउँ भनेर आज म फेरि तपाईँहरूको सामु आएको छु। म डाक्टर शैलेन्द्र श्रेष्ठ, मृगौला रोग विशेषज्ञ तथा मृगौला प्रत्यारोपण फिजिसियनको रूपमा हाल बिएनबी अस्पताल ग्वारकोमा कार्यरत छु। अब सबैभन्दा पहिला त हामीले के बुझ्नुपर्छ भने दुवै मृगौला पर्मानेन्ट रूपमा फेल भइसकेपछि डायलिसिस गरिरहनु भएका वा डायलिसिस गर्नुपर्ने बिरामीहरूको मृगौला प्रत्यारोपण गर्नुपर्छ। यदि बिरामीको मृगौला टेम्पोररी रूपमा फेल भएको छ भने त्यस्तो कन्डिसनमा चाहिँ किडनी ट्रान्सप्लान्ट गर्नु पर्दैन। टेम्पोररी किडनी फेल भएको छ भने डायलिसिस गरेर र अन्य उपचार गरेर किडनीलाई ठिक गर्न सकिन्छ। पर्मानेन्ट किडनी फेल भइसकेको छ भने चाहिँ मृगौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ। मृगौला प्रत्यारोपणको लागि सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ किडनी डोनर हुनुपर्छ। परिवारको सदस्य जसको आफ्नो किडनी राम्रो छ, जसलाई चाहिँ सुगर रोग लागेको छैनन्, उहाँहरूले चाहिँ किडनी डोनरको रूपमा अगाडि बढ्न सक्नुहुन्छ। प्रायः यसो किडनी डोनरमा चाहिँ मनमा एउटा डर हुन्छ कि मैले किडनी दिइसकेपछि मेरो अर्को किडनी बिग्रिन्छ कि म काम गर्न सक्दिनँ, म कमजोर भइहाल्छु कि भन्ने डर हुन्छ। त्यस्तो हुँदैन। किडनी ट्रान्सप्लान्टमा किडनी डोनरले एउटा किडनी दिएको कारणले गर्दाखेरि अर्को किडनी बिग्रिने वा त कमजोर भइहाल्ने, काम गर्न नसक्ने त्यस्तो हुँदैन। एउटा किडनी दिनु भएपछि पनि किडनी दिइसकेको मान्छेको चाहिँ अर्को किडनीले जीवनभर पुग्ने गर्छ। तर हामीले एउटा सल्लाह के दिन्छौँ भने किडनी दिइसकेपछि किडनी डोनरहरूले चाहिँ एउटा स्वस्थ जीवन बिताउनुपर्छ र नियमित रूपमा आफ्नो चेक जाँचहरू गरिरहनु पर्ने हुन्छ। किडनी डोनरले चाहिँ जीवनभर दबाई खानु पर्दैन। तर अब किडनी लिएको व्यक्तिहरू, डायलिसिस गरिरहेको व्यक्तिहरू किडनी ट्रान्सप्लान्ट गरिसकेपछि, किडनी लिइसकेपछि पनि उहाँहरूले चाहिँ दबाईहरू चाहिँ खाइरहनु पर्ने हुन्छ, जीवनभर दबाई खानुपर्ने हुन्छ, ताकि आफ्नो किडनी नबिग्रोस्, रिजेक्सन नहोस् भनेर किडनी ट्रान्सप्लान्ट रिसिपिएन्टहरूले, लिने मान्छेहरूले चाहिँ जीवनभर आफ्नो किडनी बचाउनको लागि चाहिँ दबाई खाइरहनुपर्छ। तर पनि डायलिसिसभन्दा किडनी ट्रान्सप्लान्ट गरेका व्यक्तिहरूको जीवनस्तर अथवा क्वालिटी अफ लाइफ धेरै नै राम्रो हुन्छ। त्यही भएर जीवनभर डायलिसिस गर्नुपर्ने रोग लागेको छ, किडनी फेल भएर डायलिसिस गरिरहनु भएको छ भने चाहिँ तपाईँको लागि बेस्ट भनेको चाहिँ डायलिसिसभन्दा बेस्ट चाहिँ सकेसम्म चाहिँ किडनी ट्रान्सप्लान्ट गर्नु हो। किडनी ट्रान्सप्लान्ट नगरुन्जेलसम्म चाहिँ तपाईँ डायलिसिस गर्दै बस्नुहोस्। तर अलिकति मेहनत गरेर किडनी डोनर आफ्नो खोज्नु भयो भने चाहिँ किडनी ट्रान्सप्लान्ट गर्नुभयो भने तपाईँ एउटा स्वस्थ जीवन फेरि बिताउन सक्नुहुन्छ। नमस्कार।